नमस्ते, मेरो नाम राजकुमार राणा मगर। यो एक्जिबिसन चाहिँ मलाई चाहिँ एउटा अलिकति प्रेरणाको स्रोत पनि जस्तो लाग्न थाल्यो मलाई लागेको छ। किन भन्दाखेरि एउटा भैरव श्रेष्ठमा एउटा अध्ययनको विषय पनि हो। भैरवहरू कस्ता कस्तो हुन्छ, कति प्रकारको रहेछ, नेपालको यो भैरव विषयमा अलिकति उहाँले अध्ययन गरेर एउटा उहाँकै शैलीमा एउटा पृथक एउटा प्रस्तुति गर्नुभएको छ। कुरा बुझ्ने र के एउटा प्रेरणा लिने। मलाई चाहिँ यस्तो लाग्यो सरको एउटा अलिकति पृथक शैली चाहिँ के देखिन्छ भन्दाखेरि उहाँले परम्परागतकै शैलीकै रूपमा पनि देखिने भयो र एउटा मोडर्नाइज जस्तो पनि देखिने क्या। एउटा कस्तो अलि बिचको धार, अब एउटा मध्यमार्गी धार भन्ने कि कस्तो भन्ने। अब एकदम डिटेल्सली काम गर्न पनि गाह्रो छ। एउटा परम्परागत भन्ने बित्तिकै एकदम धैर्यता, एउटा पेन्टिङ निकाल्नलाई पनि कहिले कुनै त 2-3 वर्ष नै लाग्ने भयो। उहाँले चाहिँ अलिकति समयलाई अहिलेको समयमा अलिकति एउटा ल्याउनु भयो जस्तो लाग्छ कि। उहाँ चाहिँ अलिकति यो ट्रेडिसनल फिल पनि अलि मन पराउने, अनि उहाँको मोडर्न पनि अब चिजलाई अलिक संयोजन गरेको जस्तो चाहिँ देखिन्छ। र अहिले एउटा चाहिँ नेपालमा चाहिँ यो एउटा काम पनि यस्तो पनि गर्न सकिन्छ भनेर चाहिँ एउटा उहाँले चाहिँ प्रस्तुत गरेको जस्तो चाहिँ पाएँ मैले चाहिँ।